पानी लाएर पुरै चिप्लियो के टायर चिप्लियो यसलाई केटी भन्दो रहेछ नि आजभोलि नि यसलाई केटी भन्ने रहेछ आजभोलि कोलाई के गराला हो हिला त लागेको छैन तर कस्तो चिप्लियो यार पहिले अलिकति बाङ्गेको थियो चेन्ज गर्ने भएको यसै पनि धन्यवाद राम्रो गरी चिप्लियो नि यार अगाडि हिला लागेर रहेछ टायरमा अनि ग्याममा गएँ म घुम्तीमा ब्रेक त छोएको थिएन त्यही पनि गयो एनडी फिल्टर राख्छु म अब रात परिसकेको छ नि त राति एनडी फिल्टर प्रयोग गर्नु त्यति राम्रो देखिन्न म गियरबाट स्टार्ट गर्छु किन चाहिँ ब्याट्री खर्च गरेर राख्नु क्या मिस्ताएर हान्दै आएको बाइकले पनि पानी पर्छ क्या उमा पनि खासमा म यो तल यहाँ अगाडि छ नि बाइकमा मैले लेगारमा झुन्डाएको छु नि त्यो सामान ल्याउन गएँ बजार अनि त्यसपछि अब बाइक पनि एकछिन धोइदिउँ भनेर धुनै पर्ने थियो नि त एकछिन धुनै पर्नेछ भनेर यसो धोइदिएको बाइक धुँदा राति भइसक्यो होइन पनि अगाडि घाम छँदै आउने प्लान थियो 4 बजीसम्म बिदा हुँदैन के भएर रहेछ यहाँ खोइ त के चाहिँ भएर रहेछ र यहाँ खोइ के चाहिँ भएर रहेछ बुझ्दै बुझिनँ मैले त खै एक्सिडेन्ट पनि भएको छैन एक कुरो कहाँ नि बुझेन म के भएको हो तर भएको छ केही न केही चाहिँ भएको छ हुन त खासै त केही भएको छैन तर केही न केही भएको छ त्यति धेरै मलाई देखिने गरी भएको रहेनछ तर केही न केही भएकै छ यहाँनिर म भयो नि त अगाडि त्यहाँ ग्याममा ढल्यो नि त त्यस्तै ढल्यो होला कुनै मान्छे जहिले पनि यार यहाँ दिउँसै आउने भने चाहिँ जहिले पनि यहाँ आउँदा रात परिहाल्छ अरे यस्तो सल्लाहबारी आउँदा जहिले नि रात परिहाल्छ कि यहाँ दिउँसै आउने भन्ने प्लान हो मेरो खासमा रात परिहाल्छ यहाँ आउँदाखेरि खोइ के भयो आज हामी धेरै टाढा जाँदैनौँ श्रीनगर जान्छौँ होइन अब श्रीनगर जान्छौँ श्रीनगरबाट फर्किन्छु म हुन त राति भइसकेको छ त्यही पनि जान्छु म श्रीनगर बजार देखाउँछु म रातिको बेला कस्तो देखिन्छ बजार अब यहाँ चाहिँ तर्साउँछ अरे क्या मैले सुनेको होइन यहाँ जङ्गलमा यो हस्पिटल छ नि त तल पोस्टमार्टम गरेका बडीहरू साइड यतैतिर जलाउँछन् होला अनि यहाँ तर्साउँछ अरे कि यहाँ अब रातिमा तर्साउँछ भन्ने सुनेको छु ठिक छ मलाई त अब केले तर्साउन सक्छ र होइन तर तर्साउँछ अरे तर म चाहिँ डराउनु त डराउने मान्छेले तर्साउनु दिन्छ अरे अब तर्साउनेले पनि यस्तो हुन्छ क्या फेरि जो डराउँछ नि त्यसैले तर्साउँछ जो डराउन्न त्यसलाई कहिले तर्साउन्न क्या अब त्यो एउटा फ्याक्ट कुरो हो क्या अहिले हाम्रो गङ्गटा आयो गङ्गटा अटो आएको छ भर्खर बाइक धोएको छु यसले ध्यान दिएर चलाउनु पर्नेछ अलि किनकि
ब्रेकमा पनि पानी परेको छ, टायर पनि चिप्लो छ। फेरि जाकिने हुन्छ अहिले भर्खरै। अब धरती माताले ढोक गरेर आएको छु म होइन, भर्खरै दुईवटा हातले लम्पसार परेर ढोक गरेको छु। अब अर्कोचोटि चाहिँ ढोक गर्नु नपरोस् है, त्यही भएर अहिले मैले ध्यानसँग चलाउनु पर्ने हुन्छ। पछाडि टिभी गाडी आएको छ, वा क्या गाउँ यहाँ घुम्तीमा चाहिँ पछाडि नहेरौँ फेरि जाक्यो नेपाली काङ्ग्रेस हुन्छ फेरि। त्यो सादा नगरपालिका खरङ्गा, यो चाहिँ नगरपालिकाको भवन पारीको। राति भइसकेको छ, चिसो पनि छ छन त। अब यो हेलमेट पनि बार बार तल आइरहेछ। अब म हेलमेट त्यति धेरै टाइट गरेर बाँधेको छैन नि त। हेलमेट पनि ल्याउनु चाहिँ खासमा भ्लगिङको लागि बनाएको हेलमेट चाहिँ होइन यो। अब अहिले त्यत्तिकै हेलमेट किन्ने रुपियाँ नभएर अब यत्तिकै बनाइरहेको छु। गरिब छु म आजभोलि, अलिकति छैन मसँग पैसा, म गरिब छु, यो कुरा सत्य नै हो। 1 महिनापछि आउँछ फेरि। यो हेलमेट लगाएर कस्तो नसुहाउने क्या है, कस्तो अर्को देखिरहेको। यही भनेको थिएँ कि मैले हिजो, यस्तो साँघुरो छ, ज्याप पायो भने पुरा यस्तो मुटु चिसो बनाइदिन्छ क्या अगाडिबाट। अझ झन् जुन डिलक्स गाडीहरू हुन्छन् नि, यस्तो घुम्तीमा कर्नरिङ हान्न लाग्यो बेला यस्तो अगाडिबाट होर्न बजाउँछ नि, यस्तो चिसो बनाउँछ कि मुटु चिरिउ बनाइदिन्छ क्या। अब त्यही भएर कार आएको छ। यहाँ पनि ट्याक्सी चल्न लागिसकेको छ सल्यानमा पनि। धेरै लिन चाहिँ नहानु, फेरि ढल्छ बाइक अगाडिको जस्तै। धेरै लिन हान्छु कतिखेर म चाहिँ एग्रेसिभ भइदिन्छु क्या। अब 10को स्पिडमा नि एग्रेसिभ हुन्छु म फेरि। यस्तो दामी देखिन्छ दिउँसोको बेलामा चाहिँ। नगर बस रोकिने ठाउँ हो यो चाहिँ। मेरो बाइकको ब्रेक चाहिँ अहिले राम्रो लागिरहेछ यार। राम्रो त होइन तर ठिकै लागिरहेछ, त्यति धेरै राम्रो त होइन। फेरि मेरो अगाडिको बाइकमा चाहिँ हावा थियो क्या, एयर लिएको थियो अगाडिको ब्रेकले, त्यही भएर एयर लिएको कारणले चाहिँ अलिकति ठाउँमा हानेको ब्रेक ठाउँमा लाग्दैन थियो, पछाडिको चाहिँ राम्रै लाग्थ्यो, अगाडिको त्यति ठाउँमा लाग्दैन थियो। अहिले अब अगाडिको पनि त्यतिकै लागिरहेछ। यो त यो घुम्ती हो सबभन्दा डेन्जर यहाँनिरको। यति साँघुरो घुम्ती छ कि अगाडिबाट केही आएको पनि देखिन्न। ज्यापको अगाडि जब ठोक्किने बेला हुन्छ त्यति बेला देखिन्छ क्या। अटोहरू आइरहेको छ नि, राति भइसक्यो खासमा धेरै राति भयो होइन, तर यो क्यामेरामा कस्तो देखिरहेछ तर झमक्कै भइसकेको छ है राति चाहिँ। मान्छे चस्मा लाग्ने मान्छेले चाहिँ चस्मा नलाएर मान्छे चिन्न सक्दैन, त्यतिको राति चाहिँ भइसकेको छ। ट्र्याक्टर आयो, ट्र्याक्टर अगाडि केही छैन होला आई होप। अस्ति यो काम तल गरिरहेको थिएँ, आज यहाँसम्म आइसकेछन्। सायद सडक डिभिजनबाट हो यो काम, पूर्वढारको काम हुनसक्छ। पूर्वढार सडक डिभिजनको, अब नगरपालिकाबाट त होइन यो योजना, सडक डिभिजनबाट होला। अगाडि माथि पनि अब कर्नरिङ त्यति धेरै कर्नरिङ त हानेको थिएन, त्यही पनि अब खै कसरी ढल्यो बाइक। अगाडि सायद हिला लागेको थियो होला क्या त्यो टायरमा, भर्खर ढोको नि त, अनि धुने बित्तिकै हिला लागेको थियो होला, अनि त्यो हिलाले चिप्लेको होला क्या। बिच रोडमा पिसा फेरि ओ चियामा उताएर यस्तरै डराउँदियो। बिच रोडमा पिसा फेर्नु को हो भन्न लाग्थेँ होइन, उहाँ अटो झ्यापको देखियो, यस्तो चिसो मुटु भयो क्या। म एकछिन अब यहाँनिर अगाडि रोक्छु होइन, रोकेर म चाहिँ क्यामेरा चेक गर्छु एकछिन, यहीँ नै रोक्छु म। आहा ब्रेक त आँखा लागिरहेको क्या। जा हेलो गाइज, अब म चाहिँ यहाँनिर एकछिन क्यामेराको मोड चेन्ज गर्नलाई रोकेको थिएँ। अब मेमोरी नि फुल भइसकेको रहेछ, अब 2-3 मिनट मात्रै हुन्छ होला। रेकर्ड पनि राति नै भइसकेको छ, पुरा राति भइसक्यो। अब 2 मिनट 3 मिनट मात्रै हुन्छ होला रेकर्ड। अब 2 मिनट 3 मिनट पछि चाहिँ म चाहिँ क्यामेरा चेन्ज गर्छु। अब क्यामेराको मोड चेन्ज गर्छु। अब मेमोरी नि फुल भइसकेको रहेछ, अब 2-3 मिनट मात्रै हुन्छ होला रेकर्ड पनि। राति नै भइसकेको छ, पुरा
हाम्रो यहाँ छ हाम्रो राजा सोल्टी यसरी बसिरहेछ नि राजा सोल्टी। हुन्छ म एकछिन अब चाहिँ स्टार्ट गर्छु म। राम्रो स्टार्ट भयो कि नाइ। मेमोरी पनि फुल हुन लाग्छ मेमोरी पनि। अब आई होप हेरौँ कतिसम्म चाहिँ रेकर्ड हुन्छ। के भयो फेरि यहाँ जताततै चाहिँ जामै जाम छ आज चाहिँ। भएको त केही रहेनछ यहाँ पनि, तर जाम मात्रै। यहाँ पनि खासै केही भएर हुन्छ आज त्यस्तै छ। जहाँ पनि भएको चाहिँ केही छैन, जाम चाहिँ सबै ठाउँ छ क्या। आज केही स्पेसलै होला। म ओभरटेक गर्छु। त्यो कता जाने हो? मलाई अगाडि जा भनेको हो कि यता जाने हो? त्यो बुझ्नै गाह्रो भयो त। आँखैमा लाइट बालेर आयो यार। अब हामी श्रीनगर बजारको करिबमै छौँ। आउँदैछ ल अब श्रीनगर बजार नजिकै छ। अब आइसक्यो। राति भएको छ, खासै केही देखिरहेको छैन होला, तर ट्याक्टर रहेछ। ओभरटेक गर्न पनि नमिल्ने है। स्कुल एरिया छ फेरि यहाँनिर, धेरै स्पिडमा जान पनि मिल्दैन। चेकिङ होला कि फेरि मैले अब लाइसेन्स केही पनि बोकेको छैन फेरि अहिले, नजिकै हो भनेर। यसो चेकिङ जस्तै छ, चेकिङ जस्तै। चेकिङ भयो पनि अब यहाँ नजिकै हो हुन त, तर पनि लाइसेन्स केही बोकेको छैन। भ्याउ हुन्छ क्या। 5-10 मिनट पनि कुर्नु पऱ्यो भने भ्याउ हुन्छ नि त, टाइम लस भयो भने। 1 मिनटको पनि भ्यालु छ नि त यहाँ त। आयो हाम्रो श्रीनगर बजार यही हो। यहाँ पेट्रोल पम्प हो चाहिँ श्रीनगर बजार यही हो। यो क्यामेराले गर्दा क्या यो अगाडि जा भनेको कि मलाई आफू म राइट जान्छु भनेको यस्तो बुझ्नै सकिनँ है कतिखेर। सायद मलाई अगाडि जा भनेको होला। यो क्यामेरा अगाडि माउन्ट गरेको छु नि त गोप्रो, त्यही भएर चाहिँ यो हेलमेटलाई तल झाँटिरहेछ क्या। अनि त्यही भएर हेलमेट चाहिँ तल आएको आइछ। बार यसरी माथि बनाइछु, तल आएको आइछ। आयो श्रीनगर बजार। श्रीनगर लेखेको बोर्ड त्यहाँ छ। यो चाहिँ श्रीनगर बजार हो। रातिको बेलामा यस्तो देखिन्छ श्रीनगर बजार। आज त जहाँ पनि जामै जाम भेटाएको छु मैले त यार। के भएको हो खै त? काठमाडौँ जस्तै जाम क्या। यो श्रीनगर बजार खासै ठुलो छैन, सानो छ। त्यति धेरै ठुलो छैन, सानो सानो छ। यहाँको अब सल्यानको सबैभन्दा ठुलो बजार भनेकै श्रीनगर नै हो। माथि खलङ्गा माथि सदरमुकाम माथि भए पनि, तर मुख्य बजार त यही नै हो। व्यापारिक केन्द्र सल्यानको लागि सदरमुकामको। माथि चाहिँ सरकारी कार्यालयहरू अफिसहरू चाहिँ माथि नै छन् सबै, तर मुख्य बजार चाहिँ यहाँ तल श्रीनगरमै छ। यो त मिलेको फाँट छ क्या यहाँ चाहिँ। अब सदरमुकाम यहाँ आउनुपर्ने खासमा। नहेरेर हिँड्छन् यार, ठोकिन्छन् कुन दिन। राति पुरै राति भइसकेको छ। योभन्दा अगाडि त गएर पनि खासै काम त छैन। त्यही पनि जाउँ अलिकति अगाडिसम्म जाउँ होइन। पुरै राति भइसकेको छ कि खोइ आँखाले त राम्रोसँग देखिन्न। क्यामेरामा झन् के देखिरहेको होला। जहिले नि दिउँसो आउने भन्छ, दिउँसो 4 बजीभन्दा अगाडि टाइमै हुँदैन। 4 बजीपछि के गर्यो? रुममा गयो, कपडा चेन्ज गर्यो, अनि के गर्यो 5:30 भइहाल्छ, 5, 5:30, अनि 5:30 बजे त पुरा राति भइहाल्छ। त्यही भएर हामी चाहिँ म चाहिँ यहीँसम्म आउँछु होला। अब पर्खिन्छु म। योभन्दा पर गएर काम पनि छैन, घुम्नु लागेको। यति टाढा पनि आएँ म त अझ घुम्नलाई। घुम फर्किहाल्नु पऱ्यो यहाँदेखि, काम छैन। अघि गर्नु नि हान्नु ढलेको हो म अगाडि। क्यामेरा चालिसकेको छैन, हेर्नु पऱ्यो एकछिन। भइरहेछ 4 मिनट 32 सेकेन्ड, 12 मिनट जति रेकर्ड गर्छ। म माथि खलङ्गा पुग्दासम्म रेकर्ड गरिहाल्छ होला यसले। एकछिन कस्तो रेकर्ड गर्दा अन्त जस्तो रेकर्ड गरेँ नि। अब विकल्पै छैन योभन्दा। राति सुपर नाइट मोड भन्दा अरू विकल्पै छैन।
धेरै नरोग तपाईँको पेट्रोल सकिन्छ क्या चिसो यो अटोले त परैदेखि साइड लाइट बालेको बाली छ क्या खै किन कहाँ जाने हो खै आउने बाटोमा आउने जति सबैले अगाडि जाऊ भनेको होला कस्तो रहेछ खाल्दो रहेछ अरे खाल्दोमै पऱ्यो यहाँ मुटु नै थर्कियो मेरो शिवनगर बस पार्क यही हो सबभन्दा आधुनिक बस पार्क यहाँको यो बस पार्कले गर्दा चाहिँ न्युज पनि धेरै भएको थियो विवाद पनि धेरै आएको थियो तर बस पार्क राम्रो छ यहाँको बस पार्क शिवनगर बस पार्क यसो घुम्न मात्रै आएको म चाहिँ है अब यहाँबाट के लगेर जान्छ म पनिर लैजानु पर्ने थियो तर बजार ठिक छ होइन नर्मली ठिकै छ त्यो धेरै राम्रो पनि छैन त्यो धेरै सानो पनि छैन त्यो धेरै ठुलो पनि छैन ठिक्कको छ क्या अब चाहिने चिजहरू आवश्यकताका सबै चिजहरू पाइन्छ नि यहाँ कति महँगो छ त्यति मात्रै हो यस्तरी हेर्नु न यस्तरी अब नहेर हिँड्नुहुन्छ आन्टीजी अब के भन्नु अब माडल बनाउने ठाउँ यता कता हजुर माडल बनाउने ठाउँ यता हजुर लेखा छ कि त्यहाँ बाहिर बोर्डमा माडल बनाउनु पऱ्यो भने यता आउनु होला मेरो चाहिँ भ्रमण सकियो अब फर्किन्छु राति भइसकेको छ नि त पेट्रोल त हाल्नु थियो तर सिलिप ल्याएको छैन पैसा पनि बोकेको छैन अब अर्कोचोटि हाल्छु यहाँ खै किन अगाडिदेखि जाम को जान्छ के भएर रहेछ र यहाँ ओ यो के खै मोटी मोटी गोली गोली रही राम्री राम्री के तर मेरो बुलेट भयो भने मेरो बाइक भनेर त्यो बाइक पड्किया छ यार के हो यस्तो साइलेसन पल पारेछन् क्या त्यो बाइकमा रङ साइडमा चलाइरहेको छ बच्चाले फेरि ठोक्किने यस्तै बच्चा हुन्छ यो बाइकै यो बाइक मेरो भन्दा बढी पड्किरहेको छ क्या चटपटे पाइने ठाउँ हो यो अब चटपटे चाहिँ साह्रै मनपर्छ यार खान मन छ तर के गर्नु आज व्रत छ अब गएर नुहाउनु पर्ने छ नुहाएर पूजापाठ गरेर बल्ल खाना खान पाइन्छ चिसोले यस्तो चिसो हुन्छ नुहाउँदाखेरि तातो पानीले नुहाउँदाखेरि चिसो लाग्छ मलाई त यार यस्तो बाटोमा यस्तो पानी परेको छ नि यस्तो सिट हो कि यो सिट हो कि के हो खोइ तर तुसारो जस्तै हो कि तुसारो जमिया जस्तै हो चिप्लिन्छ फेरि यो पानी यस्तो हुन्छ यो पानीको ठाउँमा यो पानी जहाँ जहाँ हुन्छ त्यो भागमा कर्नरिङ हान्न खोज्यो भने अलिकति ब्रेक हान्न खोज्यो भने त फेरि स्वाहा भइ